वेलकम टु माई भ्लग होइन मेपली लभ मेपलिनमा हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ म खेतमा छु है, हेर्नु खेतमा छु। अनि अब चाहिँ म उता माथि गएर देखाउँछु हजुरहरूलाई। उता माथि गएर देखाउँछु। अनि त्यो बहिनी मोबाइल हेर्दैछ आइकन त्यो को बहिनी हो मलाई अघिदेखि हेरिरहेको। अब कहाँ चाहिँ हालत खराब भइसक्यो। फेरि कुकुर छ क्या हो बबी। अघि न मैले उता माथि गएको थिएँ। अन्त चाहिँ मेरो ड्याडीको मोबाइलबाट मैले भ्लग बनाइरहेको थिएँ। अनि त्यसपछि अब मेरो ड्याडीलाई त्यो मोबाइल चाहियो, सो मैले यही मोबाइलबाट बनाएँ। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग भनौँ होइन, फर्स्ट भ्लग जस्तै हो। एन्ड फर्स्ट भ्लग भनौँ न होइन। अब्बी झन्डै लडेको म त अब्बी अम्मी हेर्नु न गाइस, यसले के हो अबि क्या माथि गएर देखाउँछु। एन्ड त माथिसम्म जान गाह्रो हुन्छ। म गएर देखाइहाल्छु, फेरि कल आउनुपर्छ नि त। अनि यो चाहिँ धेरै भ्लग हुँदैन किन भन्दाखेरि मेरो आफ्नै मोबाइल छ होइन। यो त लभ मेमोरी चाहिँ मेरो मामा घरको माको मोबाइलबाट खोलेको मैले होइन। अनि अहिले मेरो मामा घरको मानी आउनु भएको छ। अनि मैले मोबाइल लिएर छिटो भ्लग बनाएको हो। धेरै भ्लग चाहिँ हुँदैन, आधी जति हुन्छ होला सायद। कति गाह्रो, धेरै भ्लग चाहिँ हुँदैन है। आधी जति भ्लग बन्न पाउँछ सफल हुन्छ। यही भ्यू देखाउन आएको म। कस्तो भ्यू त राम्रै छ जस्तै छ होइन। अब यहाँबाट जाउँ क्या हो, होइन भयो त्यहाँपछि बाटै छैन। त्यसपछि अब जाउँ उता। अनि कुकुरलाई चाहिँ यस्तो बगैँचाहरूमा फुल टिप्न मजा आउँछ है। मैले अघि फुल टिपेको थिएँ, पर्दै भइसक्यो पखेर कि यहाँबाट जान यस्तो डर लाग्छ नि, गुल्टे लाग्छ क्या मान्छे नि। यहाँमा स्याउ स्याउ भइरहेको छु, दुईचोटि म माथि आइसकेँ, तल गइसकेँ कि मजा आउँछ। घ्याची प्लेट खेल्ने पाएको भए झन् कति मजा आउँछ। म त जान्थेँ यार, 5-6 चोटि गयो जान्थेँ म त। मैले चाहिँ उता घरहरूबाट टिपेको कि फुल, मलाई मजा आउँछ। झन्डै यहाँभित्र लड्न म त लडेको छु क्या हो। अघि नि उता लड्न गएको थिएँ म। धेरै चाहिँ हुँदैन किनभने अब हामी घरै, अनि हामी घर नि जान सक्छौँ नि त सिधै, सो त्यही भएर हो। एन्ड धेरै चाहिँ हुन सफल हुँदैन है। एन्ड अघि न म त्यहाँ माथि नि उता माथि नि गएको थिएँ, कुकुर पछि परिरहेको थिएँ। म छिटो जम्प हानेर गएको हो। अब म त्यहाँ फेरि माथि गएर देखाउँछु हजुरहरूलाई। धेरै नै हुन्न किन भन्दाखेरि अब हामी जाने लास्ट छ भ्लग, धेरै नै बन्न सफल भयो। म हजुरलाई उता बाटोमा गएर देखाउँछु नि त होइन। अनि यहाँ जाने हामी त त्यही भएर। अनि त्यसपछि मेरो मामी जानुहुन्छ। अनि जानु भइसकेपछि चाहिँ यहाँ भ्लग नि बनाउन पाउँदैन। म छिटो बनाइहाल्छु। पठाउन लागिसक्यो मेरो माको। अनि त्यही भएर कुकुरलाई चाहिँ यस्तो गाउँमा घर भएको चाहिँ मनपर्छ भन्ने है। मलाई त एकदम मनपर्छ, तर छैन। यो त म खेतमा मात्र एकछिन आएको हो मासँग होइन, खेतमा। अनि यो बाटो हेर्नु धेरै हुन सफल नै हुन्छ, हुँदैन नि। अहिले एडिट गर्नुपर्छ, अहिले एकछिनमै एडिट गरौँ नगरौँ। उता हेर्नु न, यस्तो गाउँमा घर हुनुपर्छ, एकदम मजा हुन्छ। अनि अब चाहिँ म घर जान लाग्छु छ। यो भ्लग चाहिँ आजको आजै आउँदैन है। कस्तो आजको आज यहाँ नेटवर्कै चल्दैन कि, यहाँ नेटै छैन। सो त्यही भएर अब यो भ्लग चाहिँ अब कति महिनापछि आउँछ होला। आज बनाएको म मामा घर त्यति खासै जान नि पाउँदिनँ होइन। अनि त्यही भएर हो।
सेट मेरो पैसै झऱ्यो 50 रुपियाँ झऱ्यो सेट कहाँ गयो अब ला 50 रुपियाँ झऱ्यो यहाँ फुलहरू राख्ने क्रममा 50 रुपियाँ झऱ्यो सो गाइस 50 रुपियाँ गन के गर्ने अब सेट 50 रुपियाँ झऱ्यो अब फेरि हेर्न जानु पर्यो यहाँ त मार्को थिइनँ है उता झरेको होला आजको आज आउनु पनि सक्छ म डाटा अन गरेर भयो नि यो ब्लग हाल्छु आजको आजै ल गाइस सेट पैसै झऱ्यो अब कसले टिपेर पनि लगिसक्यो होला यो तल हालेँ छैन घरमै हालेँ क्या हो मैले सेट गयो 50 रुपियाँ भन्न मैले 100 रुपियाँ त हालिसकेको थिएँ सेट फुल्न सुलभ त फुटेर आयो धन्न भेट्यो यहाँ रहेछ बल्ल भेट्यो सो गाइस यहाँनिर रहेछ मेरो 50 रुपियाँ मैले उहीँ भेट्टाएको 50 रुपियाँ होइन उहीँ यसरी खसिरहेको थियो एन्ड धन्न कसै पनि आएको थिएन रहेछ देखेन रहेछ नत्र भए त अहिले मेरो 50 रुपियाँ नै हराउँथ्यो अन्त म सोध्छु कहाँ रह्यो ल खटम गयो एन्ड अब चाहिँ म मेरो यहाँ पकेटभित्र हाल्छु मेरो पर्सभित्र लाइक पर्सभित्र मलाई लागेको चाहिँ म बाइकबाट आउँदाखेरि चाहिँ त्यो 50 रुपियाँ झऱ्यो त्यसो लागेको के कहाँबाट जाने उता आएँ म चाहिँ कहाँ आएँ उताबाट जानुपर्ने कहाँ धन्न अब यो कुरा मेरो ड्याडलाई सुनाउनु जान्छु अनि मेरो ड्याडले भन्छ धन्न गर्छ अब यो फुल एउटा चाहिँ टिपौँ अब यी झन्डै लडेको चिप्लेको एन्ड लेट्स गो for happy हाँ ए खाना मोबाइल क्या दियो ले जी ब्लॉग देखा तो ता है 150 रुपये आना हाँ कुटुना जोले जी गो डा कुटुना चोना जी थाना फुल टिपे है ना आना कुटुना जी गो डा इस थाना दो नहीं जी ना पा मैले चाहिँ लिए फुल फुल टिप्न नमिलेर मैले त्यहीको फुल यत्रो टिपिसकेँ के हुन्छ होला हैन सो गाइस प्लिज मेरो नि 2.8K सम्म चाहिँ सब्सक्राइबर पुऱ्याइदिनु मेरो साथीकै पुगिसक्यो यार त्यो भाइरल नै छैन म भन्दा लाइक अब व्हाट क्यान आई डु आई हेभ मेनी फुल मैले चाहिँ खल्टीमा हालिरहेको छु अब म यो मालाई दिन्छु है मेरो मालाई यत्रो ठुल्ठुलो फुल छ यहाँ त यो ठुलो फुल चाहिँ म यहाँनिर निक्ली हेर्नु कति ठुल्ठुलो फुल यो चाहिँ म मेरो मालाई दिन्छु है रोक्नु मेरो मालाई दिइहाल्छु म यो ठुल्ठुलो फुलै दिन्छु म मेरो रुखमा लाइक हो ना Ibu murji, lah. ठुलो ओ आमा दो ठुलो फुल Pas pada sudah. Suam baca hantar se.
अहिले त जाने होइन हामी ल फुल टिप्यो अन्त पहिला हेर म सानो हुँदाखेरि चाहिँ अब खेतहरूमा आउँछ नि त हामी अनि खेतहरूमा आउँदाखेरि चाहिँ सानो हुँदाखेरि म यो चाहिँ अब भन्ने लाज लागिरहेछ खेतहरूमा आउँछौँ नि त हामी होइन म अनि हामीहरू आउँदाखेरि त्यो धानहरू रोप्छौँ अनि धान रोप्ने दिनमा म सानो थिएँ 1 वर्ष कि 2 वर्ष लाइक कति वर्ष आई डोन्ट नो 3 4 कति थियो थाहा छैन है त्यति वर्ष थिएँ होइन अनि त्यति वर्ष हुँदाखेरि चाहिँ लाइक म चाहिँ अनि होइन मलाई चाहिँ लाइक लङ टोइलेट आएको थियो एन्ड त्यति बेला त अब म गर्न गएँ कसैलाई नभनिकन चाहिँ नि गर्न गएँ उता मैले भनेको थिएँ अनि त्यहाँ गर्न गएँ एन्ड मैले बाटले पुसेर आएको क्या लिटरली बाटले हाम्रो अरूहरू नि छ खेत त्यो खेत त मैले बिर्सकेँ कहाँ ल अब एन्डिङ गर्नु पर्यो है यहाँ पठाउनै आयो जस्तो छ हेर्दाखेरि त ल आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई गाइज ल